सकिने भेटघाट पनि भइराख्ने त्यो भयो भने चाहिँ नि राम्रो हुन्थ्यो। अब अहिले उत्तर र दक्षिणको लडाई पनि हो। अब पहाडियामा म मात्रै नलडिदिएका भए अब सरासर देशीले लैहाल्छ। त्यसपछि अब पहाडियालाई कहिले चान्स आउला भन्ने पनि थिएन। अब किनभने हाम्रो क्षेत्रै त्यस्तै बनेको छ। अब यो त देशीलाई नदिकिन त जितिन जान्छन् भन्ने एउटा छाप पर्यो भने पहाडियाको अवसर कहिल्यै आउँदैन र पहाडिया नेतृत्वमा नभइकन विकास पनि हुँदैन। हिजो त्यही तौलियाकै गति हेरौँ। पहाडिया बस्तीहरूमा 4 नम्बर भयो, बुर्सिङा भए, अनि त्यसपछि छनौटा भए। अब यतातिर चाहिँ नि विकास चाहिँ नि धेरै भएको छ। अब त्यही तौलियाकै कुरा गर्ने भने उनी 3 पटक मान्ने भए, उनका बाउ चाहिँ नि मान्ने भए। नमस्ते।